हाई नमस्ते एभ्रिवान, गुड मर्निङ। अहिले म बहरेनबाट। आजभोलि चाहिँ मौसम चेन्ज भइरहेको छ, अलिअलि जाडो हुन लागिरहेको छ बहरेनमा। कम्तीमा 3-4 महिना जति चाहिँ ठन्डा नै मौसम रहन्छ भने बाँकीमा चाहिँ गर्मीको समय रहन्छ। र अहिले म टिस्टा टाउनको एक ग्यारेज एरियामा म आइरहेको छु। ग्यारेज एरियामा यहाँ चाहिँ हर मान्छेको एउटा गाडीहरू हुन्छ, त्यसैले चाहिँ बढी मात्रामा ग्यारेजको कामहरू बढी चल्छ यहाँ चाहिँ। र यहाँ चाहिँ काम गर्ने मान्छेहरू प्रायः जसो बाहिरकै मान्छेहरू हुन्छ। यहाँको बाहिरिनेहरू प्रायः जसो हुँदैनन्, उनीहरूले चाहिँ 8 घन्टा ड्युटी गर्छन्, अलि सजिलो काम गर्छन्, जान्छन् होइन। तर प्रायः जसो बाहिरकै मान्छेहरू यहाँ चाहिँ काम गर्छन्। यो सबै ग्यारेजको गाडीहरू हो। आज चाहिँ अलिकति मौसम पानी पर्ला जस्तो छ। पानी परिसकेपछि ठन्डा मौसममा आउँछ। यहाँ चाहिँ यहाँको बिजनेस व्यवसाय भनेको नै सबैभन्दा एउटा पुलहरू बनाउने, ब्रिजहरू बनाउने, घरहरू बनाउने होइन, तेल उत्पादन हुने र अल्मुनियम पनि यहीँ चाहिँ उत्पादन हुन्छ। यी विविध कामहरू भएकोले चाहिँ बाहिरको मान्छेहरू चाहिँ यहाँ आएर काम गर्छ र धेरै मान्छेहरू यहाँको लोकल भन्दा चाहिँ बाहिरको मान्छेहरू चाहिँ बढी छ। अनि कहाँबाट तपाईँहरूले हेरिरहनुहुन्छ, कहिलेकाहीँ चाहिँ कमेन्ट गर्नुहोला। मैले चाहिँ भिडियो चाहिँ एकदमै राम्रो बनाएर एडिट गरेर मैले चाहिँ अपलोड गर्दैन होइन, जस्ताको त्यस्तै चाहिँ मैले भिडियो चाहिँ अपलोड गर्छु है त। ओके, बाई बाई, सी यू, थ्याङ्क यू भेरी मच। अब म गाडीभित्र पसेँ, म यो दोकानमा चाहिँ म आएको छु। ओके, बाई बाई, सी यू। ओके, थ्याङ्क यू भेरी मच।